अर्को प्रश्न चाहिँ पहिले चाहिँ हैन सुनिरहेको जेठो बुढो अर्थात् धान हैन पहिलेको धानको एउटा गुणस्तर नै छुट्टै हुन्थ्यो रे हैन त्यो धान चाहिँ धानको बास्ना निकै राम्रो हुन्थ्यो हैन जस्तै यहाँ पकायो भने निकै टाढासम्म पनि बास्ना आउँथ्यो तर अहिले चाहिँ त्यो धानको गुणस्तरता कतिसम्म घटेको छ बेहोरेको त अझ रमणी धान भन्थ्यौं रमणी अति बसाउँथ्यो भित्र घरमा पकायो भने बाहिर पनि बसाउँथ्यो अहिले पछि यो जेठो बुढो भएको पछि आएको नौलो हाम्रो पछि आयो त्यो जेठो बुढो पहिला पनि त्यस्तै बसाउँथ्यो हामीले रोप्दा अहिले त यो कृषि मल आयो हामीले भैँसीको गोबर हाल्दाखेरि मजाले मिठो पर्साउँथ्यो अहिले त यो कृषि मल आयो विभिन्न तहको मल आयो त्यसले बास्ना हरायो नानी त्यस्तो थियो जेठो बुढो हराएको बास्ना हराएको त्यताबाट यो कृषि मलले हो भनेपछि हामीले यसमा मलको भूमिका देख्छौँ मल चाहिँ राम्रो चाहिँ गुणस्तर मिल्यो भने यो बसाइहाल्छ धेरै मल चाहिँ कृषिको मल भयो भने कृषिको उत्पादनको मल भयो भने त्यो बसाउनु छोड्यो ल त्यो रमन धान नि छोड्यो यो जेठो बुढो नि छोड्यो